तेरीमा झ्याक्ने राणावान जनताहरू राजै चाहे पनि बालेन शाह हर्क साङपाङ रवि लामी छाने जस्तो युवालाई पो राजा बनाउने हो त कहाँ त्यो मर्न लागेको त्यो पिण्ड खाने बेला भएको त्यो सुड्डोलाई राजा बनाएर हुन्छ त अलि युवालाई बनाउन बालेन शाहलाई बनाऊ राजा 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 भन्छ खायो नि राजाले खाऊ अब गाजा तर राणावान जनताहरूलाई राजा 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 चाहिएको होइन ऊ बेलामा भोट हाल्ने बेला कस्तो खातेहरूलाई भोट हालेर जिताएको थियो 5 वर्षमा एकचोटि चान्स पाउँथ्यो तिमीहरूले भोट हाल्ने बेला कस्तोलाई भोट हालेको शेरबहादुर देउपालाई ऊ बेला एमसीसी पास नगर भनेर कति विरोध गर्दा गर्दै नि त्यसलाई भोट हाल्यो त्यस्तो युवा त्यस्तो एजुकेटेडलाई युवालाई पठाउँदाखेरि त्यस्तोलाई भोट नहालेर त्यस्तो खातेलाई त्यो बोल्न नि नजान्नेलाई भोट हालेर तिनीहरूलाई जितायो प्रधानमन्त्री कस्तोलाई बनाएको दुईटा किडनी नै फेल हुनेलाई बनाएको छ प्रधानमन्त्री त्यस्तोलाई त्यो बुढो 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 भन्छ झन् त्यो मर्न लागेको सुड्डोलाई त्यो पिण्ड खाने बेला भएकोलाई राजा बनाउन खोज्छ ठिक्क खाते जनताहरू मर तिमीहरू नै मर यसै बनिहाल्छ नि देश त तिमीहरूले गर्दाखेरि देश बिग्रेको हो यो जनता नै उस्तो हो नेता उस्तो होइन नेता त नेतै भइहाल्यो नि नेता चिन्ने अधिकार भने जनताको हुन्छ जनताले चिनेर चुनेर पठाएको होइन